हाम्रो भान्जीको युट्युब चाहिँ सञ्चिता युट्युबमा सबैजना सन्चेर हुनुहुन्छ होला हामी सबैजना सन्चेर छौँ आज चाहिँ मम्मी र म समाज घर जाँदैछौँ आज हाम्रो समाज घरमा चाहिँ पाहुना आउँदै हुनुहुन्छ त्यसैले मम्मी र म घुम्दै खाएर जाँदैछौँ बोलेको आवाज आहा कि आएन पनि सो हामी चाहिँ हाम्रो समाज घर चाहिँ मत्गौला हो दोहोरोतर्फ जाँदैछौँ आज को आउँदै हुनुहुन्छ भनेर चाहिँ हामी उहीँ गएर देखाउँछ है हजुरहरूलाई एकदम सेक्रेट हेर्दै जानु होला युट्युब च्यानल सङ्गीताकोलाई फलो गर्नु होला सेयर गर्नु होला राम्रो राम्रो कमेन्ट गर्नु होला सबैजनाले माया गर्नु होला चुप्प गर्नु होला आजको वेदर चाहिँ यस्तो छ घाम पनि लागेन शीतल त शीतल छ कतिखेर पानी पर्छ त्यो पनि थाहा छैन हो कति भरे आउँथेर पानी पऱ्यो भने ऱ्याङ्को हाल्छ है रेनको हाल्नु भिज्नु हुन्न पानीमा अहिलेको पानीमा भिज्यो भने ज्वरो निकालिहाल्छ ज्वरो निकाल्छ त्यही भएर सेफ भएर अब चाहिँ हामी समाज घरमा गएर देखाउँछु ल साथीहरू बाई बाई फेरि पनि भेट्नुलाई एकैछिनमा है फेरि अब एकछिनै पुग्दाखेरि एकैछिनमा बाई बाई भन्नु यता चाहिँ म्युजियम छ है म्युजियम छ यता चाहिँ मम्मी चाहिँ एकदम राइडर हुनुहुन्छ है म चाहिँ एकदम राइडर छु है राइडर एकदम कस्तो बाटोमा नि यो बाइकलाई चाहिँ अगाडि हेर्दा हाम्रो पछाडि हेर्छ हामीलाई राम्रो देख्नु क्या हो कहाँ जाने होइन भनेर होला नि साथीहरू हामी चाहिँ समाज घरमा आइसक्यौँ हाम्रो विशेष पाहुना अतिथि चाहिँ आउनु भएको छैन एकदम गुरुङ चलचित्रको महान नायक भनेपछि सबै हजुरहरूले चिनिसक्नुभयो होला बुझिसक्नुभयो होला होइन सो हाम्रो समाज घर चाहिँ यस्तो छ मम्मी चाहिँ यहाँ ऱ्याङ्कोटहरू मिलाउँदै रहन्छ घर लेक बिग्रिएछ हे 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 ला 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 तिम्रो गाउँमा आउनुहुन्छ आफ्नो समयमा आउनुहुन्छ हामी यसो आएर यार नमस्ते अब चाहिँ हामी यता जाँदैछौँ भित्र के कस्तो छ भनेर हेर्न दिदी चाहिँ यहाँ हुनुहुन्छ नमस्ते नमस्ते मामा तनौ तनु कहाँ हो र बन्दीपुर होइन दुलगौडा माथि लामा गाउँतिर लामा गाउँ लामा गाउँ हो र हजुर हजुर यो बहिनी गाउँको लामा गाउँ बहिनी यो घर माइत माइत लामा गाउँ त दुलगौडा बस्छ आमा बाबाहरू माइत उनीहरू पुग्यो म दलुसेभरि मैले त चिन्दिनँ होला उडक्सी धनप्रसाद चिन्छ धनप्रसादलाई हजुर धनप्रसाद चिन्छौ मैले चिन्दिनँ हाम्रो मामु घर बसेको भएर फेरि घर मामु घर त्यता पार्थोक यो त गाउँतिर बसेन त्यो त मेरो पल्टन घर छ त्यही बसेको मैले अलि चिन्न सकिनँ होला ए हाम्रो हामी चाहिँ यहाँ चिनजान गर्दैछौँ नमस्ते यहाँ सबैजना एकदम तयारीमा बसिराख्नु भएको छ दिदी नमस्ते
ड्रेस चाहिँ हाम्रो टक्सल तमु समाजको ड्रेस हो गाइस। नमस्ते नमस्ते सबैजना, नमस्ते है सबैजनालाई। हामी चाहिँ यहाँ बस्दैछौँ है यता। हामी चाहिँ अब यहाँ बस्दैछौँ, यहाँ बसेर वेट गर्दैछौँ मेन अतिथिलाई हो। हामी चाहिँ कुर्दा कुर्दा एकदम प्र्याक्टिस गरेछौँ यहाँ। यता डान्सहरू सिक्दै हुनुहुन्छ। यहाँ चाहिँ सबैजना बसिसक्नुपर्छ। अब चाहिँ आउँदै हुनुहुन्छ होला सायद। सो हाम्रो पाहुना चाहिँ आउँदै हुनुहुन्छ अरे। हामी चाहिँ उहाँलाई स्वागत गर्नलाई रेडी छौँ। सबैजना रेडी अवस्थामा हुनुहुन्छ। हामी चाहिँ यहाँ ग्रुम ड्रेस लाएर टलक्क परेर बसेछौँ क्यारो। हुन्छ वेलकम है, वेलकम हजुर। अब सुरु हुन्छ स्वागत गर्ने नाचहरू प्रोग्रामहरू हुन्छ। के कस्तो हुन्छ हामी हजुरहरूलाई देखाउनेछौँ है। सबैजना मिलेर बसिसक्नु भएको छ है। एकदम एक्साइटेड थियौँ फाइनल्ली हामीले हाम्रो गोरे सरहरूलाई भेट्न पायौँ। सबैजना चाहिँ अहिले मिलेर बसिसक्नुहुन्छ है उहाँहरूको स्वागतको लागि। चाहिँ हाम्रो कार्यक्रम स्टार्ट भइसकेको छ है साथीहरू। 30 अप्रिल 2026 पोखराको यो सेप्टेम्बर वडामा रहेको मत स्थित साइन्स कक्षा समाजको आफ्नै भवनमा हाम्रो नयाँ वर्ष 2083 सालको भित्तेपातको विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम र चलचित्र गुरुङ चलचित्र भाग 2 का निर्देशक निर्माता तथा नायक हाम्रो श्री आदरणीय दाजु गमबहादुर गुरुङ गोरे गुरुङ भनेर चिनिन्छ। उहाँको खास नाम चाहिँ गमबहादुर गुरुङ। उहाँ र उहाँको टिमलाई हामीले स्वागत कार्यक्रम हजुर राखेका छौँ र सम्पूर्णमा म यस साहित्य कक्षा समाजको सहसचिव कविता गुरुङको नमस्कार भन्न चाहन्छु र आजको कार्यक्रमलाई कतिपय ढिला नगरिकन अगाडि बढाउन चाहन्छु र अगाडि बढाउने क्रममा सर्वप्रथम आसन ग्रहणलाई जोड्न चाहन्छु। आजको यस 2083 सालको भित्तेपातको विमोचन तथा शुभकामना आदान प्रदान तथा हाम्रो वार्ताबन्धन भाग 2 का चलचित्रको टिमलाई स्वागत कार्यक्रमका सभा अध्यक्ष हाम्रो साहित्य कक्षा हामीले हाम्रै कार्यक्रमका
is बाचा बन्धन भाग 2 गुरुङ चलचित्रका निर्देशक निर्माता तथा नायक श्री कम बहादुर गुरुङ गोरेज्यूलाई चाहिँ अतिथिको आशीर्वाद गर्दछु र उहाँसँगै आउनुभएका हाम्रा साहित्य कक्षा तम समाजकै सदस्य पनि हुनुहुन्छ। उहाँ त्यसै फिल्म अन्तर्गत उहाँ एउटै टिममा आउनुभएको छ। सुक्दारिया बहादुर गुरुङज्यूलाई पनि अतिथिको रूपमा आशीर्वाद गर्नु अनुरोध गर्दछु। त्यसै गरी उहाँसँगै आउनुभएका हाम्रो भाइ प्रेम गुरुङज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो साहित्य कक्षा तम समाजका सल्लाहकार सार्जन श्री उत्तम प्रसाद गुरुङज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो साहित्य कक्षा तम समाजका विवाहमा कोषाध्यक्ष सुक्दार कुमार गुरुङज्यूलाई पनि आसन गर्नको लागि अनुरोध गर्दछु र हाम्रो साहित्य कक्षा तम समाजका उपाध्यक्ष श्री बेलमाया गुरुङज्यूलाई आसन गर्नको लागि अनुरोध गर्दछु र यसै गरी हाम्रो समाजका महासचिव श्री नगेन्द्र गुरुङज्यूलाई आसन गर्नको लागि अनुरोध गर्दछु। कोषाध्यक्ष श्री रामकाजी गुरुङज्यूलाई पनि आसन गर्नको लागि अनुरोध गर्दछु र सहकोषाध्यक्ष श्री ज्योति गुरुङज्यूलाई आसन गर्नको लागि अनुरोध गर्दछु र सहको कल मास्टर्स टेक बहादुर गुरुङज्यूलाई आसन गर्नको लागि अनुरोध गर्दछु। वर्तमान अध्यक्ष श्री लक्ष्मी गुरुङज्यूलाई आसन गर्नको लागि अनुरोध गर्दछु र सम्पूर्णलाई आफ्नो यथा स्थानबाट उत्तिदिनु हुन अनुरोध गर्दछु। हामी राष्ट्रिय गानमा सरिक हुन गइरहेका छौँ। हाम्रो नेपालको राष्ट्रिय गान र गुरुङ राष्ट्रिय गानमा चाहिँ हामी सरिक हुनेछौँ र टेक्निसियनमा सहयोग गर्दै हुनुहुन्छ विष्णु गुरुङज्यू। उहाँलाई चाहिँ गीत बजाइदिनु हुन अनुरोध गर्दछु राष्ट्रिय गान। अतिथिज्यूहरूलाई स्वागत गरिदिनु हुन स्वागत मन्तव्यको लागि हाम्रो साझा कक्षा तम समाजका उपाध्यक्ष श्री बेलमाया गुरुङज्यूलाई स्वागत मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। नयाँ वर्ष 2063 साल प्रमुख अतिथि बाचा बन्धन भाग 2 गुरुङ चलचित्रका निर्देशक निर्माता तथा नायक श्री कम बहादुर गुरुङ जो अन्य अतिथि भन्न चाहन्छु। अब चाहिँ डान्स स्वागत डान्स देखाउँदै हुनुहुन्छ है।
सबैजना गृहिणी हुनुहुन्छ। गृहिणी हुनुको पश्चात आमाको भूमिका निभाए पश्चात पनि समाजलाई समय दिएर यो नृत्य तयार गरेर स्वागत नृत्य प्रस्तुत गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो स्याङ्जा कक्षा तमु समाजले वर्षै पछि भित्तेपात्रो छाप्दै आइरहेको वितरण गर्दै आएको र यस वर्ष पनि ढिलै भए पनि हाम्रो कक्षा तमु समाजले 2083 सालको भित्तेपात्रो चाहिँ हामीले रेडी गरेका छौँ र उक्त भित्तेपात्रो विमोचन गर्ने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र भित्तेपात्रो विमोचन गरिदिनु हुन हाम्रो प्रमुख अतिथि आजको प्रमुख अतिथि श्री गम्बादेव गुरुङ ज्यू गोरेज्यूलाई चाहिँ अनुरोध गर्दछु र हाम्रो स्याङ्जा कक्षा तमु समाजको अध्यक्षज्यू र हाम्रो अतिथि ज्ञानबहादुर गुरुङज्यू र सल्लाहकार श्री उत्तम प्रसाद गुरुङज्यू यहाँहरूले एकमुष्ट रूपमा यो माथि स्टेजमा गएर यो विमोचन गरिदिनु हुन अनुरोध गर्दछु। हाम्रो चारैजनालाई ताली बजाइदिनु हुन पनि अनुरोध गर्दछु। स्टेसन बसेकोहरूको सबैले हो नि त स्टेसन बसेकोहरूको सबैलाई यो हाम्रो भित्तेपात्रो चाहिँ अहिलेसम्म चाहन्छु हाम्रो यो 1920 गतेको मनाइरहेको पितृ कार्यको दिन चाहिँ हामीले सबैजनालाई उपलब्ध गराउनेछु भन्दै आज चाहिँ खास यो विमोचन कार्यक्रमको लागि मात्रै केही पिस ल्याइएको हुँदाखेरि सम्पूर्णलाई चाहिँ क्षमा प्रार्थी भन्दै नृत्य गुरुङज्यूलाई हार्दिक अभिनन्दन गर्दछु। धेरै धेरै धन्यवाद हाम्रो आजको कार्यक्रम सञ्चालिका सहसचिव कविता नानीलाई। सर्वप्रथम यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु, छ्याजल भन्न चाहन्छु, नमस्कार भन्न चाहन्छु। स्याङ्जा कक्षा र तमु समाज पोखराद्वारा आजका अतिथि, आजका प्रमुख अतिथि गुरुङ फिल्मको निर्माता, निर्देशक, नायक सबैले सर्वप्रथम त उत्कर्षक तथा कार्यक्रम सञ्चालिका उपसचिव कविता गुरुङलाई धन्यवाद। हामी अगाडिपट्टि हेऱ्यौँ भने एउटा फ्ल्यागमा स्याङ्जा कक्षा तमु समाज नयाँ वर्ष 2083 सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम 2083 वैशाख 17 गते भनेर देखिएको छ। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आसिन मित्रहरूलाई नमस्ते। यस कार्यक्रमका सभाध्यक्ष कथा रचक हाम्रा आदरणीय कलाकार गोरे गुरुङ तथा गम्बहादुर गुरुङ, यसै गरी विशिष्ट अतिथि हाम्रै समाजका सदस्य शुद्ध गम्बहादुर गुरुङ, हाम्रा समाजका महिला उपाध्यक्ष पाइन्जी र सचिव हाम्रा समाजका महासचिव नगेन्द्र गुरुङ, सचिव लोकबहादुर गुरुङ र कोषाध्यक्ष रामकाजी। अब फेरि पनि हाम्रो सांस्कृतिक नृत्यलाई अबको कार्यक्रममा राख्न चाहन्छु र गीतको बोल रहेको छ गलबन्दी चिन्यो नोल्छे रानीलाई भन्ने गीतको बोलमा हाम्रो 6 जना आमा समूहका सदस्यज्यूहरूलाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
गर्नुभएको छ है। छोटो समयमा पनि एकदम धेरै मेहनत गरेर तयारी गर्नुभएको छ। त्यसैले त्रुटिहरू भएर पनि कार्यक्रमलाई अगाडि बढाउनको लागि फेरि पनि म गुरुङ चलचित्र हाम्रो गोरे गुरुङज्यू जुन आज हाम्रो समाज घरमा उपस्थित हुनुभएको छ, उहाँलाई हेर्न पनि एकदमै इच्छुक छौँ। म पनि इच्छुक छु, लगायत साहित्य रक्षा गाउँ समाज सम्पूर्ण सदस्य तथा कार्य समिति सदस्यज्यूहरूलाई बाजा बन्धन फिल्म हेरेर साथ सपोर्ट गरिदिनु हुन पनि एकदम विनम्र अनुरोध गर्दै आजको प्रमुख अतिथि हाम्रो बाजा बन्धन चलचित्र भाग 2 का निर्देशक, निर्माता तथा नायक हुनुहुन्छ उहाँ गमबहादुर गोरे गुरुङज्यूलाई आफ्नो चलचित्र सम्बन्धी र प्रमुख अतिथिको मन्तव्य सहित राखिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद भन्जी भनौँ माथि त जे होस्, आज साङ्जा डाक्टर समूह समाजका अध्यक्षज्यू, सल्लाहकारज्यूहरू र कार्य समिति दाजुभाइज्यूहरू र यो युगमा हामीलाई एकदमै खाँचो हुने महिला यस समाजका महिला आमु समूहका अध्यक्षज्यू र कार्य समितिज्यूहरू र सम्पूर्ण मेरो आदरणीय मेरो फर्स्ट सेकेन्ड जियरको हामी एउटै पल्टनको हो, यहाँ भेट्यो। जे होस् एकदम खुसी लागेको छ र जति पनि आज तपाईँहरूले मलाई एउटा प्रमुख अतिथिमा बोलाउनु भयो, म एकदमै खुसी छु। जहाँ गए पनि जुनै ठाउँमा गए पनि गोरे गुरुङलाई आइदिनु पर्यो भने म गइहाल्छु, 2-4 कुरा गर्छु मेरो आफ्नो फिल्मको बारेमा। र परिचयको मेरो परिचय भन्नुपर्दा मेरो जन्म ठाउँ हो सिक्लेस। म त्यो सिक्लेसमै जन्मेको, त्यही हुर्केर म ब्रिटिस आर्मीमा भर्ती भयो र सानैदेखि मलाई गाउँमा गोरे गोरे भनेर बोलाउनु थियो र पासपोर्टमा, नागरिकतामा र पल्टनमा चाहिँ मेरो चाहिँ गमबहादुर गुरुङ छ र सबैले गोरे गोरे भन्दा भन्दा मेरो फिल्म लाइनतिरमा चाहिँ गोरे गुरुङ नै चाहिँ राख्थेँ मैले। तर आज म एकदमै खुसी। हेर्नुहोस्, मेरो एउटा कलाले गर्दाखेरि गुरुले मात्र नभएर गैर गुरुङहरूले सबैले चाहिँ गोरे गुरुङ भनेर चाहिँ चुनाएको छ मेरो कलाले गर्दाखेरि। म एकदमै खुसी, किनकि यो कला भन्ने चिज चाहिँ मरेर गए तापनि नाम त रानी भयो नि। धेरै थुप्रै फिल्महरू बनायो, एकदमै हिट भएको फिल्महरू बनायो र डकुमेन्ट्रीहरू छ, विदेशीकै डकुमेन्ट्रीहरू छ, मैले दुईवटा बनायो। मेरो चाहिँ जुन चाहिँ हनी हन्टर, द ब्रेभ बिल्डर रियल हनी हन्टर भनेर चाहिँ मैले बनायो। म आफै भिडमा चढ्यो हनी हन्टर गुरुसँग र त्यो फिल्म चाहिँ मैले बेलायतमा गोराहरूलाई देखाएको एकदमै मन पराएर उनीहरूले माग्यो। तर थर्ड पर्सनसँग चाहिँ भेटेँ म, उहाँले चाहिँ यो द हनी हन्टर चाहिँ एकदमै राम्रो छ, हामीलाई दिनु पर्यो, कति हो भन्ने कुरा गरेर अब आफूसँग राख्यो भने त्यो कामै लाग्दैन। त्यसैले चाहिँ धेरै थोरै कुरा हो, यति पैसा पायो भने म बेच्छु भनेर चाहिँ त्यो गोरा डेभिड ब्राउन भन्नेसँग मैले बेच्यो।
बेचेपछि उसले जम्मा त्यो बेलामा मलाई 15,000 पाउन्ड दिनुभयो र त्यो 15,000 पाउन्ड पाएपछि मैले त्यो बुढो एकदमै गरिब हो, जुन चाहिँ भुजुङ गाउँ, लमजुङको भुजुङ गाउँ र पारी कमो गाउँमा चाहिँ उहाँ चाहिँ त्यहाँ घर थियो र अर्को घर झुपडी थियो, गरिब हो बिचरा। अनि मैले माथिबाट चाहिँ पोखरामा मेरो क्यामेराम्यानलाई कुरा गरेको थिएँ। त्यो क्यामेराम्यान उहाँ गाउँमा गएर गोरे दाइले तपाईँको यो घर बनाइदिन्छु रे, यो घर खरको घर सबै डुङ्गै भत्काएर चाहिँ नयाँ घर टिमले थाप्नु रे भनेर चाहिँ त्यो कुरा गएपछि बुढो एकदमै खुसी भयो। अनि बुढोले त्यो सबै डुङ्गै भत्काएर चाहिँ टिनको घर बनाएको रहेछ। पछि त्यसको धेरै धेरै धन्यवाद आजको हाम्रो प्रमुख अतिथिज्यूलाई। उहाँले आफ्नो चलचित्र र आफ्नो बारेमा र गुरुङहरूको बारेमा र चलचित्र निर्माण कार्यमा आइपरेको दुःखहरू सेयर गरेर जानुभएको छ। पक्कै पनि त्यो दुःख खेर जाने छैन, हजुरको चलचित्र एकदम सफल हुनेछ भन्दै उहाँलाई हामीले एउटा सम्मान पत्र तयार गरेका छौँ र यो सम्मान पत्रको ब्यौरा म पढ्न चाहन्छु र सम्मान पत्र प्रदान गरिदिनु हुन हाम्रो सल्लाहकार श्री उत्तम प्रसाद गुरुङज्यूलाई अनुरोध गर्दछु भने उहाँलाई भाङ्रा लगाइदिनु हुन हाम्रो स्याङ्जा कक्षा कम समाजका अध्यक्ष श्री मुक्तबहादुर गुरुङज्यूलाई अनुरोध गर्दछु भने र यो सम्मान पत्र र भाङ्रा स्वीकार गरिदिनु हुन आजको प्रमुख अतिथि बाचाबन्धन चलचित्र भाग 2 का निर्देशक निर्माता तथा नायक श्री गोरे गुरुङज्यूलाई अनुरोध गर्दछु र सहयोग गरिदिनु हुन भविमाया गुरुङज्यूलाई अनुरोध गर्दछु। कृपया सबैजना स्टेजमा गएर सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सबैले ताली बजाइदिनु होला है। यो सम्मान पत्र जो कोहीले पाउँदैन, जसले मेहनत गर्छ त्यसले पाउने कुरा हो। त्यसैले उहाँको सम्मान, उहाँको मेहनतको कदर गर्दै सबैले एकदम जोरदार ताली साथ सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। र अघि सुरुवातीमा स्वागत गर्दाखेरिको यो बुके र अहिले पनि यो ट्रेनमा हामीले बुके गायन गरेका छौँ। यो बुके भनेको हाम्रो स्याङ्जा कक्षा आमा समूहले एक दिनको बुके तालिम लिए। फुलको बुकेहरू पनि सबैजनाले मिलेर बनाउनु भएको छ। सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद। र यस पश्चात एउटा अन्तिम गीत रहेको छ, हाम्रो सांस्कृतिक गुरुङ गीत मा प्रस्तुत गरिदिनु हुन हाम्रो कलाकारज्यूहरूलाई अनुरोध गर्दछु। तयारी अवस्थामा गीत सहित अगाडि आइदिनु हुन अनुरोध गर्दछु। You
अर्पण गरिदिनु हुन हाम्रो टक्सा तम समाजका अध्यक्ष श्री मुक्तबहादुर गुरुङज्यूलाई अनुरोध गर्दछु भने यो आजको यो सम्पूर्ण कार्यक्रम चलाउने क्रममा कमी कमजोरीहरू भएको खण्डमा क्षमा प्रार्थी तथा फिडब्याक दिनु हुन अनुरोध गर्दै म सहसचिव कविता गुरुङ बिदा हुन चाहन्छु। धन्यवाद। कार्यक्रम एकदम अन्तिम क्षणमा आइपुगेको छ है साथीहरू। आज यस कार्यक्रम सञ्चालिका हाम्रा स्याङ्जा टक्सा तम समाजका सहसचिव कवितालाई विशेष गरेर आज स्याङ्जा टक्सा तम समाज पोखराबाट नयाँ वर्ष 2083 सालको भित्तिपात्र विमोचन कार्यक्रम साथै शुभकामना आदान प्रदान कार्यक्रम को साथसाथै हाम्रा तमहरूको एउटा गाना हाम्रा फिल्म निर्देशक निर्माता नायक स्वागत गर्दै सबैलाई नमस्कार भन्न चाहन्छु। बाचा बन्धन 2 का निर्देशक निर्माता नायक बसेर लिएर मात्रै खाजा खाउँ है। फेरि बितर हुन्छ, कोही ढिलो भयो भने गइहाल्छ, छुट्न सक्छ। त्यसैले पहिला फोटो लिउँ अनि त्यसपछि नाच्ने नाच्दै गर्छ, खाने खाजा चाहिँ लिँदै गर्नु है। माथि कुर्सीहरू रहेछ 2-3टा, अनि त्यसपछि कोही बस्ने कोही बिचमा कुर्सी अनि पछाडि र अगाडि चाहिँ पहिला खाली बसेर गर्छु। उपलब्ध भएको छ, सम्पूर्णले लिइदिनु हुन अनुरोध गर्दछु। टिकटमा चाहिँ एउटा शुक्रबार र शनिबार छ, 60वटा शुक्रबारको रहेको छ। नपुगेको खण्डमा शनिबारको लाँदा पनि केही फरक पर्दैन र 300 रुपियाँ रहेको छ। सम्पूर्णले लिइदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। अब चाहिँ हामी फोटो खिच्न जाँदैछौँ सरसँग। ल सबैजना यहाँ मिलेर बसिरहनु भएको छ। यहाँ सबैजना फोटो खिच्दै हुनुहुन्छ है गाइजहरू। सबैजनाले यसो गर्नु होला अब। कर्म होला नि कर्म। यहाँ मम्मीहरू फोटो खिच्दै हुनुहुन्छ सरसँग। ल भयो। फोटो भिडियो अहिले हाम्रो फोटो युट्युबर भ्लगको हाम्रो भान्जीको युट्युब चाहिँ सञ्जिता गुरुङ युट्युबमा चाहिँ भान्जा र म चाहिँ एउटा भिडियो खिचेको छ। त्यहाँ सञ्जिताको युट्युब गएर हेर्नुहोस्। गोरे गुरुङलाई भान्जी यहाँ एस गरेको छ। थ्याङ्क यू। धेरै धेरै खुसी लाग्यो हामीलाई। युट्युब च्यानललाई सब्स्क्राइब सबैजना एकदम पालो पालो लाएर फोटो खिच्दै हुनुहुन्छ है। उहाँको चलचित्र हेर्न नछुटाउनु होला, हामी पनि छुटाउँदैनौँ। अब आउने शुक्रबार कता अँधेर आएको है यता। र हाम्रो चाहिँ यहाँ क्युटी दिदी हुनुहुन्छ, आज डान्स गर्नुभएको डान्सर।
मात्रै लगाएर बसेछु मेरो भान्जा मेरो घले खरायो त्यही पनि राम्रै देखेछ घले खरायो भने नि हालै घलेकै कता हरायो टिकट देखाउनु न हजुरको ए टिकट देखाउ त यसमा चाहिँ तपाईँ टिकट देखाउनु न मेरो छोरी र मेरो टिकट हेर्नु है गाइस ल फिल्म हेर्न नछुटाउनु होला है ल मम्मीले नि देखाउनु टिकट हामी पनि फिल्म हेर्न जानेछौँ होइन आफ्नो आफ्नो टिकट काटेको देखाउँ त्यही आबाको शुक्रबार फिल्म हेर्न जान्छौँ 25 गते म अँधेरो आएको छु होला यता फिल्म हेर्न जान्छौँ ल अब चाहिँ हामी यहाँ टिकटक बनाउँदै हुनुहुन्छ है भिडियो भिडियो मम्मी ल त्यही हो नजिक ल हामी चाहिँ हेर्न जाँदैछौँ है अब सबैजनाले धेरै धेरै माया गरिदिनु होला है यो फिल्मलाई कोरे बाजेलाई हजुर बोल्न सक्छ तिमी बोल्न त्यहाँ गएर बोला त्यो खिचिहाल्छ यो यो अस्ति जस्तो गरेको थियो नि ठाकुर ए हुन्छ हुन्छ ल मलाई बाजेको फोटो खिच्यौ न ल अब मेजरको पासोमा अब चाहिँ हामी यहाँबाट जान्छौँ किनभने बाबु लिएर आउने बेला भइसक्यो पानी पनि पर्न लागिसक्यो कस्तो अँधेरो आएको आज अँधेरो आएको कि घाम नलाएर होला नि है अब त पानी पर्न लाग्यो हो त ठिक छ अब चाहिँ खाजा खाएँ अनि अब हामी घर जान्छौँ गोरे मामाहरूले चाहिँ खाजा खाँदै हुनुहुन्छ हेर्नु वेदर यस्तो छ ल म चढ्छु है गाइज अब म बाबुलाई भेटेरै देखाउनेछु बाई बाई